नमस्कार। अब स्किनको केयर कसरी गर्ने, नेचुरल ग्लो कसरी हुने तपाईँलाई म देखाउन चाहन्छु। सिकुलको फेस स्क्रब, हजुर यसले कालो चाया, कालो पोतो, डेड सेलहरूलाई रिमुभ गर्ने यो आयुर्वेदिक फेस स्क्रब हो। यसको कुनै पनि साइड इफेक्ट छैन। तपाईँलाई म यो लगाउन सिकाउँछु। गर्छन् है त यस्तो ट्याक्क। तपाईँको भर्खरको उमेरकोलाई भन्दा पनि लेडिजहरू 30 देखि माथि र जेन्ट्सहरू 35 देखि माथि गएपछि आफ्नो हेल्थ, सुगर, प्रेसर, कोलेस्ट्रोल, खानपान प्लस आफ्नो स्किनको पनि केयर गर्नुपर्छ साथी हो है। किनभने 18, 19, 20, 22, 25 वर्षमा त तपाईँको यसै पनि ग्लो हुन्छ, राम्रो हुन्छ स्किनमा है। र यसरी यो लगाउनु अनि मजाले डेड सेल रिमुभ गर्नु है त। अनि यो अनलाइन पनि हुन्छ है त। तपाईँहरूलाई चाहियो भने ठ्याक्क यो कति रुपियाँ पर्छ भन्दाखेरि यो फेस स्क्रब, त्यसपछि फेस प्याक, त्यहाँबाट एन्टी रिङ्कल क्रिम ठ्याक्क 2500 को सेट हो। एकदम राम्रो छ। तपाईँको 2500ले तपाईँको 6 महिना 1 वर्षै चल्छ। ल अहिले म तपाईँलाई भिडियो बनाउनको लागि मात्रै यो देखाउँदैछु। ओके, यो तपाईँले मजाले मसाज गर्नुहुन्छ ठिक्क। त्यसपछि तपाईँले मुख धुन सक्नुहुन्छ। अहिले चाहिँ म वेट वाइपले चाहिँ म यो सफा गर्दैछु। ल हेर्नुहोस्, स्क्रब हो है, जस्ट म तपाईँलाई देखाएको है त। यसको राम्रोसित गर्ने भने एकदम राम्रो रिजल्ट आउँछ। र यसपछि आउँछ पालो फेस प्याकको। यो फेस रिसिकुल फेस प्याक है त। ल ओके, यो मैले व्यक्तिगत आफ्नो लागि लिएर आएको है। अब 40 भन्दा यहाँको भइसकेपछि हामीले आफ्नो स्किन केयर गर्नुपर्ने हुन्छ। यो तपाईँले मजाले ल मसाज चाहिँ हमेसा तलदेखि माथि है त। ल ठ्याक्कै यो गर्नुपर्छ, आफ्नो केयर आफै गर्नुपर्छ है त। ल बेला बेलामा हामीले फुल बडी ओइल मसाज पनि गर्नुपर्छ, सर्भिसिङ गर्नुपर्छ। यसले तपाईँको स्वास्थ्यलाई एकदम राम्रो हुन्छ। हामीले केही समय लगभग 10-15 मिनटलाई सुक्न दिनुपर्छ है त। अहिले म तपाईँलाई देखाएको है त। र मैले एकदम राम्रो कस्मेटिक प्रडक्ट पनि अब स्किनको म सबै खालको प्रडक्ट पनि मैले राख्दैछु। तपाईँहरूलाई एकदम राम्रोसँग तपाईँको स्किन चेक गरेर है, के छ, के लगाउने, कसो गर्ने, त्यो सबै चेक गरेर म तपाईँलाई ट्रिटमेन्ट गर्नेवाला छु, गर्छु पनि। यहाँनिर चाहिँ हाम्रो स्किनको हार्जोनिनसा सम्बन्धीको
दाल दुबी कुकुज एलर्जी है त्यसपछि गएर चाया कालोपोतो चाउरीपना लेडिजहरूको प्रब्लम भन्नु नै त्यही त हो नि चाया कालोपोतो चाया कालोपोतो हैन चाया कालोपोतो दागहरू र चाउरीपना यति त हो बस अरू त अब जसलाई पनि हुनसक्छ स्किनको प्रब्लम हैन चाउरीपना हुनसक्छ दाज आउनसक्छ सेतो दुबी आउनसक्छ हैन यस्तो सबैको हुन्छ त्यो सबै हामीले ठिक गरिदिन्छौँ 100% ग्यारेन्टी मसँग आएका पेसेन्टहरू भएन भन्ने चाहिँ 0.1% होला नभए मैले घरेलु उपचार आयुर्वेदिक उपचार एलोपेथिक होमियोपेथिक अन्य थेरापीहरू जसरी भए पनि मैले एनी हाउ पेसेन्टलाई मैले सेटिस्फ्याक्सन पारेको छु मेरो ग्राहकहरू मदेखि धेरै सन्तुष्ट छन् यो चाहिँ अब तपाईहरु आउनुस् बल्ल बुझ्नुहुन्छ मेरो आनी बानी व्यवहार र त्यसपछि गएर एन्टी रिङ्कल क्रिम अब 40 लागिसकेपछि तपाईँ यहाँ आउँदै चाउरी पर्न सुरु गर्छ है त अनि अर्को मेन चिज चाउरी परामा भनेको किन भन्दाखेरि तपाईको खानपान पनि हो जस्तो हामीले जङ्क फुड बढी खाने सुखा रुखा बढी खाने हैन तपाईँ दुब्लाउँदै धेरै दुब्लायो भने पनि तपाईको चाउरीपना आउँछ त्यही भएर धेरै ओभर दुब्लाउनु पनि हुँदैन है ओभर दुब्लायो भने पनि धेरै चाउरी पर्छ है र स्किनको केयर गर्नु बहुत जरुरी छ है त अब यसरी अनि हामीसित सिरमहरु छ डे नाइट क्रिमहरु छ है सनस्क्रिन सेटाफिल भयो डर्माको भयो फिक्स डर्माको भयो एकदम राम्रो कम्पनीको मैले तपाईहरुको माझमा प्रोडक्टहरु ल्याउने छु र छ पनि है तपाईहरुको म 100% म चाया कालोपोतो एलर्जी यो लेडिजहरुको जो प्रब्लम छ स्किनको सबै निको गर्छु तपाई आउनुस् फोटोसानी क्लिनिक बुटोल राजमार्ग चौडाइमा है ल स्वागत छ है धन्यवाद।